ल रुखै भाँच्छ यार बिहान बिहानै। ओहो अब उसको लुक्स है लुक्स ल। ओ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सबैजना सन्चै अनि एकदमै आरामै हुनुहुन्छ होला। सो गाइज न्यू डे न्यू भ्लग, फेरि पनि मेरो भ्लगमा हजुरहरू सबैजनालाई नमस्कार आनेगासी हो गर्न चाहन्छु दिलदेखि नै होइन। आज चाहिँ म सुरुमै के भन्छु भने यदि तपाईँहरू मेरो च्यानलमा आउनुभएको छ भने चाहिँ सब्सक्राइब गरिहाल्नुहोस् है, सब्सक्राइब गरिहाल्नुहोस् यार, गर्नुहोस् न के छ र, मरिरहनु त केही छैन त यार, सब्सक्राइब गर्दैमा त केही हुँदैन। अब मेहनत गर्दैछु ल। रुखै भाँच्छ यार बिहान बिहानै। ओहो अब यो रुख त नि ल्याएर खप्लक्कै रोपिहाल्छ क्या, यत्रै रुख ल्याएर रोप्छ गाइज। सो आज चाहिँ है बिहानै रनिङ हानेको क्या, जाडोमा कति अल्छिने ला हरियो बल्यो यार, हरियो बल्यो केटाहरू नि आइरहेछन् र होइन। जाडोमा कति सुति बस्नु भनेर चाहिँ बिहानै रनिङ हानिदिएको। आया अहिलेसम्म राम्रोसँग बोल्नै पाएको छैन गाइज। वेट हरियो बल्यो सिधै केटाहरू हेरिरहेछन् होइन। सो अब चाहिँ फेरि मान्छे भएपछि चाहिँ मलाई भ्लग बनाउनै लाज लाग्छ क्या, भ्लग बनाउन लास्टै लाज लाग्छ। तर एक्लै हुँदा त फेरि म धोबी नै हो नि त, धोबी तरिकाले दिन्छु गाइज। हेर्न सक्नुहुन्छ अहिले चाहिँ हिउँ पर्न लागिरहेछ, हिउँ पऱ्यो भने त मा कसम यस्तो हिउँमा लरीबरी गर्ने हो, यस्तो लरी पुल्टी गर्ने हो। यो हाम्रो ठाउँ खत्तम हो क्या गाइज, हिउँै आउँदैन यार। हिउँ नपरेर केटाहरू पैसा तिरी कहाँ जान्छन् घुम्न। कस्तो यार लाइटै आउँदै आएको छ यार। हाम्रो यहाँ साथीहरू चाहिँ आइसकेका छन्। के छ साथी? बजार जान लागेको, यसो भ्लग स्टार्ट गरिदिएको। साथी के छ यसो केही भनिदेऊ त सब्सक्राइबरहरूलाई। अब खासै त छैनन्, त्यही 1000-1600 जति हो। यसो गर सब्सक्राइब हानिदिनु है त, हान्नु भएको छैन अरू तपाईँले। आकाश भ्लग सोरा यसो सर्च गर्नु न। अर्को आइपुगे हाम्रो जिग्री भान्जा, यहाँ हेर्नु केही भनिदेऊ। के भन्नु, उहाँदेखि दुरुले आएको यहाँ जाउला हो। उसले त भ्लग नि स्टार्ट गर्दैनन् होला यार। आया म त यार यस्तो कुद्दै आएको कसममा साला। आज त मुख धरी धोएको छैन, हेर न ल कपाल हेर। आम्मा जुरुक्क उठ्छ तुरुक्क मुटो, त्यसपछि त भन एकचोटि तिमीले भ्लग स्टार्ट गर्यो भने कसरी गर्छ, गर त भ्लग स्टार्ट गर न गर। केटाहरूलाई त सोझु खानु नै पर्छ अरे। म त संस्कारी इमान्दारी अहिलेसम्म जाँडको ज पनि रक्सीको र पनि थाहा नभएको मान्छे हो। यदि कोही मसँग बिहे गर्न इच्छुक चाहने केटी हुनुहुन्छ भने चाहिँ अहिले म्यासेज गर्नु होला। यो हेर्नु यहाँ रक्सी भनिसी भनिदेऊ साथी, केही छ सबै हो साथी। अनि र पनि मेरो भन्दा कसम गाइस उसको गर्लफ्रेन्ड बडी छन्। कति छन् साथी मेरो? अब 10वटा त उही सम्झिने, तर होइन गाइस यार, उसको त कसम हो थुक्का केटी हो। हामी जस्तो अलि संस्कारी केटालाई हेर्न जानेन। अलिकति हेन्सम भैँसी पुग्यो, हेन्समै हुनुपर्ने होइन। म यार बुझ क्या, होइन केटा हो यार। इमान्दार केटाहरू त प्राय सिङ्गलै हुन्छ नै, यति कुरा चाहिँ बुझिराखौँ। जो इमान्दार केटाहरू छन् तिनीहरू सिङ्गलै हो। हुन त यिनीहरूले नि के चाहिँ गर्ने र केटी पट्याउने हो, त्यही यसो होइन बाराङ बुरुङ पारे छाडिदियो थुक्का। जान्नु पऱ्यो नि अलिकति लङ टर्म टक्का होइन, के भन्छ मायाले दयाले हेर्ने केटा चुन्नु पऱ्यो नि त, धोका नपाउन।
अब हाम्रो साथी हुन त आम्मा उसको लुक्सै लुक्स ल आम्मा हेर हेर बोला न के बोल्ने हो? ऊ त यार खिसुक्सामा त लास्टै बोल्छ नै गाई तर अहिले त उसको फेसै लजाको भइसक्यो क्या यता हेर न बोला न होला के बोल्ने? यस्तो त छ केटाहरूको त लजाइसक्यो गाडी त कट्या छैन नि आयो खोइ ए अँ सो अब गाडी चाहिँ आइसकेछ अब त्यो गाडी चाहिँ यता घुमेर आउँछ त्यो गाडी आइसकेपछि चाहिँ हामी त्यही गाडीमा वेगानसम्म जानेछौँ त्यसपछि फेरि पनि हामी आउनेछौँ तरकारी सरकारी सबै लिएर म त यहाँ कोरियनहरूलाई हेरेको बनाइदिन्छु नि त सो यदि नयाँ हुनुहुन्छ भने फेरि पनि भन्न चाहन्छु मेरो भ्लग त अब खासै अहिले त त्यस्तो स्पेसल भ्लग त छैन गाइज होइन भएकै कुरा हो अब कामको बिजी हुन्छ यार आज नि काम हुने कुरा थियो लास्टै झ्याउ लागेको थियो क्या अनि सम्झे मासला त्यो कुल्ली लाइफ यार कति चाहिँ यार आज नि भनेको थियो लास्टमा कसो भोलि चाहिँ आउनु पर्दैन आराम गर भनेर भन्यो लास्टमा तर खुसी भए नभए आज मैले भ्लग बनाउन पाउँदिनँ थिएँ आज भ्लग बनाइसकेको छु र मेरो भ्लग फुल हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला सब्सक्राइब हानिदिनु होला